Good morning, and this is 14th June. यो चाहिँ सूर्य उदाउँदै गरेको। अहिले म चाहिँ बिहानै अहिले 5:30 बजेको छ र म यो चाहिँ मेरो बसाइ नजिकको फार्ममा आएको छु। म्यासिभ छ, ठुलो छ र यहाँ चाहिँ विभिन्न प्रकारको फलफुलहरू हुँदो रहेछ। भित्र पनि लाइटनिङहरू मजाले राख्दै छ, भेपर लाइट जुनमा किरा आउँदैन। विथ सर्ट रन म अहिले भने सिक्की नोमोरी पार्कमा आइसकेको छु। लेट्स चेक, यु क्यान सी हियर सिक्की नोमोरी पार्क, अनि यो चाहिँ एउटा प्रिफेक्चरल पार्क हो। इट्स भेरी पिसफुल। This is rest shelter, okay? And from here, what you can see is, this is rice field. अनि यहाँ चाहिँ pond छ, अनि यहाँ pond बाट चाहिँ यस्तो इन्क्लाइन रूपमा चाहिँ वाटर सप्लाई गरेको छ। एकदम इक्वल छ हरेक गराहरुमा। वाउ। And यतापट्टि जंगल। So you can see here something Yama written in Kanji. म चाहिँ यता जान्छु। त्यसपछि लेट्स सी माथि के छ। Wow. All right. Okay. Keep moving left. किनभने त्यहाँबाट मेन रोड देखिसकेछ। सो मलाई चाहिँ यो पार्कको एक चक्कर गर्नु छ। Let's explore. म यो दुईटा बाटोमा कन्फ्युज भए हैन, तर हियर के छ भन्दाखेरि हरेक त्यो जक्सनमा कन्फ्युजन ठाउँमा चाहिँ यस्तो खालको इन्फर्मेसन छ। अब म यहाँ हेर्छु, अहिले म यहाँ पुगिरहेको छु जस्ट बल्ल। इन्ट्रान्स थियो मेरो, यो इस्ट इन्ट्रान्स 2 थियो। जस्ट यहाँ पुगेको छु। अब म यता गएर रेस्ट एरिया देख्छु होला, त्यसपछि यो डिजास्टर वेल हुँदै म यतातिर निस्किन्छु। तर मैले भने अनुसार म चाहिँ यता जान्छु, घरि भित्र पस्छु, घरि बाहिर निस्किन्छु, तर आई विल ट्राई टु दिस। एन्ड लोटस पोन्डबाट चाहिँ निस्किनु पर्ला। यता त अब स्कुलहरू छ, यो लोटस पोइन्टबाट निस्केर अनि यताबाट कताबाट हुन्छ फर्किन्छु। यस, यहाँ चाहिँ यस्तो हाम्रो नेपालको जस्तो कल रहेछ कि। वाउ, दामी। सायद चल्दैन होला। यत्रो वर्ष जापान बसेर खान्जी त दोस्त, खान्जी अरे निहोङ्गो दोस्त। नाकायामा स्कुल।
गजब रहेछ यो भनेको चाहिँ एउटा सानो सानो प्रोग्रामहरु चाहिँ यहाँ बिचमा गर्छन् र यो चाहिँ सिटिङ एरिया गजब छ। त्यहाँनिर रोलर कोस्टर रहेछ सानो रोलर सेल्फ रोलर तर त्यहाँ चाहिँ एउटा दाइसोमा पाउँछ ओछ्याउने त्यो भयो भने मात्र झन् राम्रो हुन्छ यतिकै चाहिँ अलिक रिस्की हुन्छ। गजब टक्क त्यहाँ मान्छेहरू बसेर यहाँ चाहिँ पर्फर्मेन्सहरू प्रोग्रामहरू गर्ने कस्तो इको आइरहेछ क्या। जस्ट अगाडि एक्सर्साइज पनि गरे त्यहाँ रेडियो एक्सर्साइज एकदमै हाम्रो ठुलो एज ग्रुपको मान्छेहरूले चाहिँ एउटा कम्युनिटी होला सायद यहाँको वरिपरि रेडियो एक्सर्साइज जापानमा एकदमै फेमस छ स्पेसली ओल्ड एज मान्छेहरू यस्तो पार्कमा हामी देख्न सक्छौँ। सो आई जोइन्ड विथ देम। अब भने लोटस पार्कतिर म एक्जिट भइछु र पार्कमा हाम्रो यसरी वाटरको पनि फेसिलिटी छ। वाउ अनि यहाँ पनि सायद पानी मेन्टेन गरेर राखेको छ विथ द्याट स्लोप। ओ के रहेछ भन्दाखेरि यहाँ चाहिँ सानो खोलाको थिम हुन्छ नि त्यो खोलै नजानु पर्ने यो चाहिँ आर्टिफिसियल टक्कै इटाबाट बिछ्याएर यु क्यान सी यो सबै आर्टिफिसियल हो। यो इट्स नट नेचुरल यसरी आर्टिफिसियल खोलालाई रियल जस्तो बनाएर राखेको छ। गजब वाउ हाम्रो दुईटा हाँस चरिरहेको रहेछन् अनि सक्छ त seems like a natural but this is artificial one। अब जस्तै उताबाट पानी धेरै पर्यो भने त्यहाँ आएर फिल्टर भएर फ्रेस वाटर टाइपले यहाँ आउँछ। नो स्यान्ड नथिङ एकदम क्लिन वाटर यहाँ जम्मा हुने रहेछ। सो यो काइन्ड अफ परेको पानीलाई रिचार्ज सिस्टम पनि भयो। आइरहेछ म एकदमै त्यो हुन्छ नि रियल त्यो खतरा हाइकिङमै निस्के जस्तो छ। तर यो चाहिँ एउटा लोकल कोइन हो पार्क हो बट यस्तो बनाएको छ कि यस्तो बनाएको छ। वाउ आई थिङ्क फाइनली म चाहिँ आइरहनु है यो लोटस पार्क हो कि होइन। हेर्ने एउटा There are birds and here are the cameramans. Wow. अहिले जापानमा चाहिँ एकदमै जोडसोडको रूपमा यो ग्रिन एक्सपो तयारी भइरहेछ अनि लोकेसन चाहिँ मिनातोमिराईबाट
एकदम नजिकै छ। ठुलो पार्क बन्दैछ जहाँ चाहिँ एउटा ग्रिन सिटीको एउटा थिममा यो हुनेवाला छ। र अहिले हामीले प्राय योकोहामाको बसहरूमा चाहिँ यसको पम्पलेट टालेर अनि वार्ड अफिसहरूमा सबैतिर चाहिँ यस्तो प्राय देख्न सकिन्छ। वाउ, रेस्टरुमहरू यस्तो पार्कमा केही पर्यो आपतकालीन भयो भने त्यहाँनिर मेडिक फेसिलिटी पनि रहेछ। र यहाँ चाहिँ रेस्टरुम भयो, त्यहाँ चाहिँ नोमीमोनोहरू ड्रिङ्क्सहरू भयो। अनि एकदमै ठुलो पार्क छ। मैले चाहिँ केही पोर्सनहरू घुमेँ, सबै पोर्सनहरू छुट्यो। सबै पोर्सनहरू त सकिएन, बट केही पोर्सनहरू घुमेँ। सो ओके, अब भने म निस्किन्छु। See you next time. Morning, it's 15th June here. अनि त्यसपछि आज भने म क्लब वर्ल्ड कपको चाहिँ ओपनिङ गेम हेर्दैछु, मेस्सीको गेम स्पेसल्ली। अब बाँकी त हेर्न पाइँदैन होला, जस्ट एउटा गेम। अनि त्यसपछि आज पानी परिरहेछ, हेरौँ आज के हुन्छ, बाहिर जान मिल्छ कि मिल्दैन। हल्का पानी परिरहेको छ अनि मैले चाहिँ होममेड मोमो जस्तो हुन्छ ट्राई गरेर खाने विचार गरेँ। यस्तो भयो मोमो। एन्ड अब अचार चाहिँ हल्का मेहनत गरेको छु, मिठो हुन्छ होला। फाइनल लुक्स अब यस्तो भयो। हल्का पानी अब रोकिँदैछ, बेलुका रन पनि जानु छ। वाउ, वाट अ ब्युटिफुल इभिनिङ। अहिले 6:15 बज्यो। जे होस्, अहिले लामो दिन भएर घाम डुबेको छैन। मेबी हाम्रो माउन्ट फुजी यता छ, यो बिल्डिङले छेकेको छ, देखिन्छ होला। यो खोले खोलाको ट्र्याकलाई चाहिँ चुरुमी रिभरको यो बाँध हो। अनि एकदमै लामो छ, वहीँसम्म छ, अप टु के भन्छ किकुनाको साइडबाट आयो भने ठ्याक्कै त्यहाँसम्म छ। माउन्ट फुजी चाहिँ यता हो। अब म हाइड्रेसन ड्रिङ्क भयो अनि म यो बाटो भएर उता नाकायामाको इन्डसम्म पुगेर त्यसपछि लालाकोट हुँदै घर जान्छु। वाउ वाउ, अलराइट, आजको सनसेटसँगै अब भोलिदेखि काममा जानुपर्ने हुन्छ। सी यू टुमोरो, इफ नट टुमोरो सम डे इन बिट्विन वर्किङ डेजको बिचमा। वाउ, आज हाम्रो फाइनली अगेन फ्राइडे होइन त सर? भिडियो बिचमा चाहिँ मैले खासमा भिडियो बनाउँछु भन्ने प्लान थियो, सबै चौपट भयो, मैले बनाउन सकिनँ। कन्टेन्ट पनि खासै केही हुँदैन। अनि यो चाहिँ मैले जस्ट फर मेरो सेल्फ अपडेट र मेमोरीको लागि बनाइराखेको छु होइन। क्यामेरामा हेर्नु तपाईँलाई हेरेर बोलिरहेको छु। अनि आज फ्राइडे अनि सनसेट भइरहेको छ टक्क लगाएर। अनि आज हामीले रुट चेन्ज गऱ्यौँ, त्यो रिङको पार्क नगइकन आज हामी यताबाट रेड ब्रिक पनि नपुगिकन बिचबाट सिधै स्टेसन जान्छ। दिस इज जाइका। अनि म चाहिँ एक दिन आउने प्लान छ यहाँ, किनभने हाम्रो यो जाइका बिल्डिङमा चाहिँ लाइब्रेरी छ अनि कफीहरू खाने जस यो राम्रो छ। हाम्रो नेपालमा पनि धेरै प्रोजेक्टहरू जाइकाबाट हुन्छ होइन। यदि कोहीलाई चाहिँ यस्तो बुक होलिकहरू छ भने चाहिँ टक्क आउने।
यहाँ चाहिँ भित्र लबी छ अनि 5 PM सम्म खुल्छ क्यार बिहान 9 कि 10 बाट यो मैले नेटमा पनि हेरेको थिएँ हाम्रो सरले पनि यहाँ यस्तो मनमोहक दृश्य यो चाहिँ रेड ब्रिक हाउस हो अनि आज ठुलो ठुलो क्रुजहरू आएको रहेछ उता यो चाहिँ हामी त जाने पुल भयो ओभरअल जापानको वर्किङ लाइफ पनि ठिकै छ मेन भनेको कुरा ग्लोबल मार्केटको लागि चाहिँ आफू प्रिपेयर भइरहेको अनि सिकिरहेको जस्तो फिल हुन्छ एभ्रीडे त्यस्तो डिमोटिभेट हुने कुराहरू केही पनि छैन एभ्रीडे लर्निङ एभ्रीडे किप मुभिङ खालकै छ अब भने यो हप्तालाई कन्क्लुजनतिर लानुपर्ने हुन्छ थ्याङ्क यू फर वाचिङ प्लिज स्टे सेफ ह्याप्पी एन्ड हेल्दी